हेलो एभ्रिवान, वेलकम ब्याक कुमार किरात ब्लग। आज चाहिँ अलि लङ टाइम पछि पानी पर्न लागेको छ। लङ टाइम पछि भिडियो लिएर आउँदैछु। जस पानी पर्न लागेको कारणले गर्दाखेरि चाहिँ आज मैले यो चाउचाउको हल्का झोल हालेर तातो तातो खान लागेको छु है त गाइस। दामी मिठो भयो, तातो तातो। आज पानी परिरहेको छ हिमाडलतिर चाहिँ। पानीले गर्दाखेरि तातो सुप खानु मन लागेर खाएको। त धेरै सुप चाहिँ हालिनँ, नर्मल ग्रेभी जस्तो बनाएँ, तर दामी स्पेसल मिठो भयो। यो भिडियो चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो भने हजुरहरूले कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। अहिले खासै भिडियो बनाउन पाइएको छैन, अब पछि अलि बिस्तारै राम्रो गर्दै जानेछु भन्दै आजलाई यति नै। बाई बाई।